ओम प्रकाश आर्यजी, तपाईँलाई म जनता जान्न चाहन्छु कार्यक्रमको स्वागत गर्न चाहन्छु। धन्यवाद। बालन शाह रवि लामिछानेको बीचमा सहकार्य पार्टीगत रूपमा एकता कति सम्भव छ? रवि लामिछाने किन भन्नुहुन्छ भनेको के, रवि लामिछाने बालेन शाहसँग जोड्दैमा उहाँलाई तुरुन्तै शुद्धिकरण के भाष्य ल्याएको के? रवि लामिछाने अहिले एउटा अनुसन्धानको दायरामा भएको मान्छे, 10औँवटा चाहिँ विषयवस्तुहरू उठिराखेका छन् एकैचोटि होइन। त्यस्तो मान्छेलाई अहिले बालेन शाहसँग के कुरा गरे के भनेको? त्यस्तो मान्छेलाई अनि अनावश्यक जतिखेर पनि यो बालेन शाह फोटो पनि सँगसँगै राखिदिएको छ, के गरेछ? यो भाष्य कसरी डाइल्युट गरिरहेछ के भाष्य मान्छेहरूले? मूलधारको मिडियाले पनि यसो गर्दाखेरि ऋषि सरले पनि यो गरेपछि त सुहाउँदै सुहाएन नि। यो त नयाँ दल आएन होइन, नयाँ निर्वाचनमा तिनीहरू नयाँ दल आएको होइन, राष्ट्रिय जनता पार्टी, जनमत पार्टी आए, त्यहाँ पनि उनीहरूको पर्फर्मेन्स त त्यहाँको अब चाहिँ झुक्क्याएर कोही अब झुक्क्याएर आए नेता बने होइन, हाहो गर्दै। अब जनता पनि यहाँको चाहिँ परिपक्व भएनन् नि होइन। जसले जे भन्दा पनि पत्याइदिएछ, भाषण गरेपछि पत्याइदिएछ, काम हेर्नु पर्यो, उसको चरित्र हेर्नु पर्यो। त्यो केही नहेरिकन चाहिँ खालि चाहिँ यो पुराना मन परेन भनेर फेरि अब जसलाई पनि चाहिँ भोट हालिदिँदै हिँडेको छ, त्यो देखियो नि त। त्यो खालको प्रवृत्ति जनतामा पनि छ नि त। त्यस कारणले जनताले पनि आफ्नो औकात अनुसारकै मान्छे पाइरहेछ अहिले। सहकारी ठगी प्रकरणमा राष्ट्रिय जनता पार्टीका सभापति रवि लामिछाने यतिखेर हिरासतमा हुनुहुन्छ। उहाँलाई जुन किसिमको आरोपहरू लगाइएको छ सहकारी ठगी प्रकरणमा, सूर्य थापाको आएको प्रतिवेदनले, छानबिन समितिको प्रतिवेदनले, तपाईँलाई के लाग्छ यसका पछाडिका रहस्यहरू पाटाहरू खोतल्दाखेरि वास्तविकता? यो कानुनी प्रक्रियामा गएको छ होइन। त्यो त त्यो संसदीय समिति बन्नै पर्दैन थियो। खालि रविजीले चाहिँ जाहेरी दरखास्त दर्तै हुन दिनु भएन, दर्ता हुन ल्याउनेलाई दर्ता हुन पनि नदिने, आफ्नो नाम राख्न पनि नदिने। तर उहाँ जोडिनु भएको कुरा त, उहाँ मुछिनु भएको कुरा त प्रष्ट थियो नि त। आशंकित व्यक्ति त थियो नि, जसरी नि पहिलेदेखि थियो नि उहाँ आशंकित व्यक्तिले अब अनुसन्धानलाई अवरोध गर्ने क्रम सुरु भइसकेपछि अनि संसदीय समिति बन्यो। संसदीय समितिले केही तथ्यहरू ल्यायो, त्यो तथ्यको आधारमा अरू चाहिँ फौजदारी अनुसन्धान भइरहेको छ र अनुसन्धान गर्ने क्रममा अदालतले म्याद थपेको थपै छ, अनुसन्धान सन्तोषजनक छ भनेको छ। बाहिर राखेर हुँदाखेरि राष्ट्रिय पार्टीको माग र प्रस्ताव छ क्या, अनुसन्धानलाई प्रभावित गर्ने, न्यायालयलाई प्रभावित गर्ने काम बाहिर बसेर गर्नुभयो। अझ रविजीलाई ल्याएर सडकमा भाषण गर्नु मन थियो उहाँहरूलाई, त्यहाँबाट न्यायाधीशलाई गाली गर्न मन थियो, पुलिसलाई गाली गर्न मन थियो, अरू चाहिँ प्रमाणहरू नष्ट गर्न मन थियो। के थियो ल भन्नुहोस् न? सहकारी पीडितलाई धम्काएपछि, प्रमाण नष्ट गर्ने सम्भावना भइसकेपछि, अनुसन्धान गर्दै जाँदाखेरि अझ गम्भीर विषयहरू आएको देखेपछि होइन, त्यहाँ सम्पत्ति शुद्धिकरण सङ्गठित अपराध पनि जोडिसकेपछि हिरासतमै राखेर गर्नुपर्ने कुराहरू आयो। उनीहरू के भनिराखेका छन् भन्दाखेरि रविजीलाई बाहिरै राखेर अनुसन्धान गर, हिरासतमा राख्नु पर्दैन, उहाँ भाग्नुहुन्न, देशको प्रधानमन्त्री गृहमन्त्री बनिसकेको व्यक्ति, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, देशको चौथो राजनीतिक पार्टीको। त्यो कुरा अदालतमा गएर भन्ने हो नि, न्यायाधीशको अगाडि गएर भन्ने हो नि, मर्यादित ढङ्गले भन्ने हो नि। बाहिर बसेर चाहिँ धम्क्याएर हुन्छ? न्यायाधीशलाई धम्क्याएर, अदालतलाई धम्क्याएर, पुलिसलाई धम्क्याएर हुन्छ त्यो कुरा? जब धम्की दिनुहुन्छ भनेदेखि त्यही धम्कीकै कारणले पनि उहाँलाई भित्र राख्नुपर्ने भयो नि। उहाँले पनि फेरि मिडिया भेट्दा बित्तिकै के बोलिरहनु भएको छ रविजीले, त्यो गरिदिनु भएन नि। त्यो गरेको कारणले झन् उहाँ चाहिँ भित्र रहनु पर्ने भयो कि रविजीलाई रिहा गर्नुपर्छ भनेर। त्यो नयाँ पार्टी सुसंस्कृत राजनीतिको लागि आएको पार्टी, सुशासनको लागि आएको पार्टी भनेर क्लेम नगरे त जेसुकै गरे पनि भइहाल्यो। हिजो पनि मान्छे मारेर आएका छन्, भट्सार गरेर आएका छन्, ठिकै छ होइन। उहाँहरूले पनि ठिक छ, ठग्न पाउनुपर्छ, सहकारी ठग्न पाउनुपर्छ भने भइहाल्यो होइन। पीडितले चाहिँ पैसा पाउनु पर्दैन, पीडितलाई धम्काउन पाइन्छ भनेर भने भइहाल्यो। हिजो पनि त्यो भाकै हो नि नेपालमा, द्वन्द्वको नाममा, अनेक नाममा। आन्दोलन आजको आवश्यकता होइन र राष्ट्रिय पार्टीको रविजीलाई रिहा गर्नको लागि रिहा गर्ने क्या? त्यो त जङ्गली राज्य हुन्छ। उहाँहरूले चाहिँ सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण अन्तर्राष्ट्रिय अपराध हो नि यो त। हामीले अनुसन्धान गरेन, हामीले चाहिँ मुद्दा चलाएन भने पनि अन्तर्राष्ट्रिय निकायले, अन्तर्राष्ट्रिय समुदायले हामीलाई प्रश्न गर्छ, हामीलाई ब्ल्याकलिस्टेड गर्छ, ग्रे जोनमा राख्छ, ब्ल्याकलिस्टेड गर्छ। त्यो हो नि अन्तर्राष्ट्रिय अपराध हो नि। अब अन्तर्राष्ट्रिय अपराधको अनुसन्धानमा यसको पूर्वपक्षमा हामीले अवरोध गर्छौँ भनेदेखि त्यो पार्टीको इमेज कस्तो होला, यो देशको इमेज कस्तो होला? देशै ब्ल्याकलिस्टमा पर्छ नि। यो त कानुनी कुरा हो, यो अन्तर्राष्ट्रिय कानुनले चाहिँ गाइड गरेको विषय हो। सङ्गठित अपराध भनेको यो राष्ट्रिय अपराध मात्रै होइन, अन्तर्राष्ट्रिय अपराध हो। सम्पत्ति शुद्धिकरण भनेको अन्तर्राष्ट्रिय अपराध हो। अब त्यही चाहिँ त्यो चाहिँ अनुसन्धानलाई उहाँहरूले रोक्ने काम, त्यसलाई चाहिँ बाधा व्यवधान गर्ने काम गर्नुहुन्छ भनेदेखि त्यो चाहिँ सङ्गठित अपराधको चाहिँ अर्को रूप देखियो क्या त्यहाँ होइन। त्यो मास लेभलमा गयो सङ्गठित अपराध, मासलाई अपिल गरियो, सङ्गठित अपराधको
आशंकित व्यक्तिले मासलाई अपिल गरेर मास पनि उद्वेलित भयो भने त सिङ्गो देशले एउटा चाहिँ त्यो सिङ्गो देशकै आत्महत्या जस्तो हुन्छ त्यतिखेर त त्यो बाटोमा लाग्नु हुँदैन। त्यो चाहिँ टेरोरिस्टको चाहिँ बिल्ला भेराइदिन सक्छन् त्यस्तो खालको पार्टीहरूलाई त, त्यस्ता खालका मान्छेहरूलाई त, जसले चाहिँ अनुसन्धानलाई पनि अवरोध गर्छ भनेदेखि र न्यायालयलाई पनि धम्की दिन्छ, पुलिसलाई पनि धम्की दिन्छ, अनुसन्धानकर्तालाई पीडितलाई पनि धम्की दिन्छ भनेदेखि त्यो चाहिँ टेरोरिस्टको आतंकवादीको कित्तामा बिस्तारै बिस्तारै त्यतातिरको यात्रा हुन्छ। त्यो कित्तातर्फ ब्रान्डिङ हुँदै जान्छ त्यसको। संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आइसकेपछि रविजीले भन्नुभएको थियो नि त, म निर्दोष छु भन्ने कुरा समितिले भन्यो। सूर्य थापाको प्रतिवेदन पढिसकेपछि उहाँले प्रष्ट रूपमा भन्नुभएको थियो। तपाईँ के भन्नुहुन्छ? त्यो त्यही प्रतिवेदनमा छ नि होइन, त्यो प्रतिवेदनमै अब दोषीको रूपमा चाहिँ मतलब दोषी भन्ने शब्द पछि झिक्यो भनेको छ, तर रविजी लगायतमाथि चाहिँ कारबाही हुनुपर्छ भनेर लेखेकै छ नि। त्यो कुरा त आयो नि। त्यो फेरि संसदीय समितिले कसैलाई क्लिन चिट दिने होइन, त्यो फौजदारी अनुसन्धान होइन क्या, त्यो खास बेठिक ठाउँमा गएको चिज थियो क्या। त्यो त्यता जानुपर्ने चिजै थिएन, रविजीकै कारणले त्यहाँ गयो। रविजीले अनुसन्धान गर्न दिनु भएन, आफू गृहमन्त्री हुनुहुन्थ्यो, अनुसन्धानलाई अवरोध गर्नुभयो, पुलिसलाई पनि झुटो बल्ल लगाउनु भयो संसदीय समितिमा आएर, त्यो गलत गर्नुभयो नि। त्यस कारणले संसदीय समिति भयो नि। खुरुखुरु चाहिँ यो पुलिसले अनुसन्धान गर्न पाएको भए ठिक ट्र्याकमा जान्थ्यो नि, यत्रो यो वितण्ड केही पनि हुँदैन थियो नि, अहिले यो राजनीतिक स्टन्ट केही पनि गर्नु पर्दैन थियो नि। प्रतिशोध मात्रै छ भनेदेखि पुलिसले न्यायालयले गर्दैन क्या। प्रतिशोध छ भने पनि भन्ने चाहिँ त्यही पुलिसकोमा गएर हो, जसले अनुसन्धान गरेका छ त्यही न्यायालयमा गएर भन्ने हो। न्यायालय त कुनै पार्टीले चलाएको होइन नि, सरकारले चलाएको होइन नि, स्वतन्त्र न्यायालय हो नि। स्वतन्त्र न्यायालयमा बहस पैरवी गरेर आएको निर्णयलाई पनि फेरि चाहिँ हामीले यो न्यायालयले पनि बेठिक गर्यो, यो गर्यो ऊ गर्यो भनेर धेरै चाहिँ यो आरोप लगाउनु चाहिँ शोभनीय पनि भएन। त्यसले चाहिँ मानहानिको जुन चाहिँ अवहेलनाको पनि प्रकरणहरू अगाडि बढ्छन्, मुद्दा पनि परेको छ, त्यो चाहिँ गर्नु हुँदैन। पर्छ बाहिरको वातावरण बिग्रियो भनेदेखि त अझ भित्रै राख्नुपर्ने हुन्छ नि झन्। अब गृहमन्त्री भनिरहनु भएको छ रमेश लेखक, मैले जे गरेको छु कानुनी प्रक्रिया पुर्याएर गरेको छु, मानवाधिकारको प्रत्याभूति दिएको छु। अब त्यसमा त के भनौँ त, उहाँहरूले चाहिँ त्यो सडकमा वितण्ड नगर्नुहोस् होइन, त्यो गर्दै नगर्नु, सहानुभूति तपाईँहरूको बढ्दै बढ्दैन। अहिले क्षणिक रूपमा मान्छे आए भनेर हुन्छ र, मान्छे त यहाँ दुर्गा प्रसाईको पछाडि पनि छन् नि मान्छे त होइन, छन् नि। अब रविजीले पनि त्यसैमा चाहिँ एकदम, रविजी र स्वतन्त्र पार्टीले, राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसैमा चाहिँ एकदम अहिले त्यो उन्माद एउटा चाहिँ होइन, एउटा चाहिँ त्यो खालको चाहिँ अवस्थामा रहनु भएन कि उहाँहरू। उहाँ चाहिँ धरातलमा आउनु पर्यो। पार्टीको जग के हो, उहाँहरूको पार्टीको जग भनेको, सिद्धान्त भनेको जे भए पनि सुशासनवादी पार्टी भनेर आएको, पुरानाले कुशासन गरे भनेर सुशासन दिनको लागि आएको हो नि उहाँहरू, भनेको त त्यही हो नि। तर चाहिँ उहाँहरूको यो व्यवहार चरित्र हेर्दाखेरि अब यो सुशासन त के, अब चाहिँ अब हिंसातर्फ पनि जानु होला जस्तो होइन, हिंसात्मक गतिविधिहरू भड्काउनु होला जस्तो उहाँहरूले। त्यो पनि कसको विरुद्ध भन्दा अदालतको विरुद्ध, त्यसपछि प्रहरी प्रशासनको विरुद्ध, पीडितहरूको विरुद्धमा। यो कहीँ सुहाउँछ र? यो त सुहाउँदैन नि। मेरो प्रश्न, पीडितलाई न्याय होला? न्याय त हुनु पर्यो, न्याय त हुनै पर्यो नि, जसरी पनि हुनु पर्यो। त्यसमा चाहिँ अब त्यो त्यही क्रममै यो मुद्दा पनि त्यसैको क्रममा हो, न्यायकै लागि हो है। सके पैसा फिर्ता हुन्छ, पैसै आएन भने पनि जो दोषी हो उसलाई चाहिँ जेल हाल्ने गरिन्छ कि। लेनदेनको मुद्दामा पनि त्यही हुन्छ नि त, पैसा फिर्ता गर्न सक्यो, घर घरानाबाट तिर्यो, ठिक छ, त्यो तिर्न सकेन भने पनि अब चाहिँ उसलाई चाहिँ जेलमा राखिन्छ। उसले चाहिँ बिगो तिर्न सकेन भने जेलमा बस्नुपर्ने हुन्छ। एउटा देवानी मुद्दामा त त्यो हुन्छ भने अब यो त फौजदारी प्रकृतिको मुद्दा भयो होइन। त्यस कारणले गर्दाखेरि अब रकम पनि फिर्ता गर्ने हो। रकम फिर्ता गर्न सकेन भने पनि पीडितले लिने सन्तुष्टि के हो भने दोषीलाई चाहिँ जेलमा राखेपछि उनीहरूले सन्तुष्टि लिने कुराहरू हुन्छ। किन भन्दा कसैको मान्छेको कोही परिवारको सदस्य गुम्या हुन्छ, उसले सन्तुष्टि केमा लिन्छ, उसलाई चाहिँ मुद्दा चल्छ, जेल हालिन्छ। अब त्यो चाहिँ कैदमा बसेपछि उसले पनि प्रायश्चित गर्छ, मैले गल्ती गरेँ भनेर उसले आफूलाई पनि प्रायश्चित गरेर शुद्धिकरण गर्छ। यता पीडितले पनि कम्तीमा चाहिँ गलत गर्ने मान्छे चाहिँ कानुनको दायरामा आयो, जेलमा बस्यो, कैदमा बस्यो, त्यहाँबाट सन्तुष्टि लिन्छ। हाम्रो कानुन प्रणाली यसरी बनिएको छ।